आजको यस भिडियोमा हामी 2017बाट 46 सम्म के घटनाहरू भयो बुझ्छौँ। हामीले 2007 देखि 17 सम्म चाहिँ कति सरकार बन्यो भन्ने हामीले बुझ्नु परेको थियो। अब चाहिँ के मुख्य घटनाहरू भयो भन्ने हामी यस भिडियोमा बुझ्छौँ। मैले 2017 को अन्त्यमा चाहिँ राजा महेन्द्रले प्रत्यक्ष शासन सुरु गरे भन्ने बुझेको थियौँ। अब हामीले चाहिँ राजा महेन्द्रको प्रत्यक्ष शासन सुरुदेखि अन्तिमसम्म के भयो भन्ने कुरा बुझ्छौँ र राजा महेन्द्रको पञ्चायती व्यवस्थाबारे बुझ्छौँ। सुरुमा हामी यसको मुख्य घटनातिर लाग्छौँ। राजा महेन्द्रले चाहिँ पञ्चायती व्यवस्था सुरु गरिसकेपछि चाहिँ नेपालमा 2017 पुस 22 गते पञ्चायती व्यवस्था सुरु गरे। पञ्चायती व्यवस्था भनेको चाहिँ के हो भने कुनै पनि निश्चित गाउँमा चाहिँ एउटा मुखिया रहने र मुखियाले जे निर्णय गर्छ त्यो अन्तिम निर्णय हुने, जसको कारणले चाहिँ त्यो गाउँमा चाहिँ मुखिया मात्र महान उत्तम हुने अनि त्यसपछि सबैभन्दा धेरै पैसा त्यहीसित रहन थाले, जसले चाहिँ जनताहरू खुसी भएनन् त्यो प्रणालीबाट। त्यही भएर विभिन्न घटनाहरू यहाँ घटेका छन्। सुरुमा छ जनकपुर काण्ड। राजा महेन्द्रले चाहिँ देश दौडामा निस्किन जाने बेला चाहिँ 2018 माघ 9 गते चाहिँ जनकपुर पुगेका थिए। जनकपुरमा दर्शन गर्न जनकपुर मन्दिरको। त्यही बेला चाहिँ नेपाली काङ्ग्रेसको एउटा कार्यकर्ताले चाहिँ राजा महेन्द्रको गाडीमा चाहिँ ग्रेनेड फाले। तर राजा महेन्द्रलाई केही भएन। त्यो मान्छे चाहिँ ब्राह्मण थिए, त्यही पनि राजा महेन्द्रले उनलाई फाँसीको सजाय दिए, जसको कारणले चाहिँ जनता असन्तुष्ट भयो। ब्राह्मणलाई फाँसी दिए नि त, त्यही भएर जनताहरू चाहिँ खुसी भएनन् राजा महेन्द्रबाट, जसले चाहिँ उनको लोकप्रियता घट्न थाल्यो। अनि एउटा अर्को छ नयाँ संविधान 2019। राजा महेन्द्रले पञ्चायती व्यवस्था त सुरु गरे, तर धेरै जनताहरूले चाहिँ उसलाई चाहिँ अलि असहज भयो कि उनीहरूलाई मान्न। त्यही भएर राजा महेन्द्रले चाहिँ विक्रम सम्वत 2019 पुस 1 गते चाहिँ नेपालको संविधान नै पञ्चायत हो भनेर घोषणा गरिदिए। अर्को छ गाउँ फर्क राष्ट्रिय अभियान। संविधान त घोषणा गरिए, तर गाउँ गाउँमा पञ्चायती व्यवस्था कसरी पुर्याउनु? त्यही भएर उनले चाहिँ गाउँ फर्क राष्ट्रिय अभियान गठन गरे, जसमा चाहिँ गाउँ गाउँमा चाहिँ पञ्चायती व्यवस्था फैलाउन थालियो। अर्को छ झापा विद्रोह। पञ्चायत चाहिँ हामी नमान्ने भनेर झापामा चाहिँ ठुलो विद्रोह हुन थाल्यो 2028 देखि 30 सम्म। त्यसमा चाहिँ 5 जना व्यक्तिहरूलाई चाहिँ सरकार तर्फकाले चाहिँ समाएर सुखानी भन्ने ठाउँमा लर गएर चाहिँ सुखानी भन्ने जङ्गलमा लर गएर चाहिँ उनीहरूको हत्या गरिदिए, जसलाई चाहिँ हामी सुखानी हत्याकाण्ड भन्छौँ, जुन चाहिँ 2029 फागुन 21 गते घटेको हो। विमान अपहरण। यो विमान अपहरण चाहिँ विक्रम सम्वत 2030 जेठ 25 गते भएको हो। नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले चाहिँ पञ्चायती विरुद्ध चाहिँ आवाज उठाउन पर्यो। अब अभियानहरू चालु गर्नु पर्यो, तिनीहरूको लागि पैसा चाहिएको थियो। त्यही बेला चाहिँ विराटनगरबाट काठमाडौँ जाँदै गरेको एउटा विमानमा चाहिँ 30 लाख रुपियाँ भारतीय रुपियाँ रहेछ। तिनीहरूले त्योलाई चाहिँ कब्जा गरेर विमान अपहरण गरे। त्यसको 1 महिना नबित्दै सिंहदरबारमा आगो लागि भयो। अनि त्यसपछि भयो टिम्बुरबोटे काण्ड। टिम्बुरबोटे काण्डमा चाहिँ नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू टिम्बुरबोटे भन्ने जङ्गलमा चाहिँ बसिरहेको थिए। त्यही बेला चाहिँ त्यहाँको स्थानीय सरकारले चाहिँ त्यहाँ गएर 13 जनाको हत्या गर्थे, जसलाई चाहिँ हामीले टिम्बुरबोटे काण्ड भन्छौँ, जुन चाहिँ 2031 पुस 1 गते घटेको थियो। अर्को हो राष्ट्रिय मेलमिलाप नीति। बिपी कोइराला चाहिँ भारत बस्थ्यो। उनले चाहिँ अब देशमा प्रजातन्त्रको पुनर्स्थापना गरेर पञ्चायत हटाउनु पर्यो भने, जसको कारणले चाहिँ उनी नेपाल फर्किएर त्यहाँको मान्छेहरू, कार्यकर्ताहरू, विभिन्न मान्छेहरूसित मेलमिलाप गरे, जसलाई चाहिँ हामीले राष्ट्रिय मेलमिलाप नीति भन्छौँ। अब अर्को छ जनमत सङ्ग्रह। यो बेलासम्म आउँदा चाहिँ राजा महेन्द्रको मृत्यु भइसकेको थियो र अब राजगद्दीमा थिए राजा वीरेन्द्र। उन चाहिँ धेरै न्यायपूर्ण, न्यायप्रिय राजा भनेर चिन्छन् जनताले। जनताको अब पञ्चायत विरुद्ध यति नराम्रो भयो भन्ने कुरा यो घटनाहरूबाट राजाले बुझिरहेको थिए। त्यही भएर उनले चाहिँ जनमत सङ्ग्रहको आह्वान गरे, जसमा चाहिँ उनले के भन्यो भने एउटा सुधारिएको पञ्चायती व्यवस्था हुन्छ, अर्को चाहिँ बहुदलीय व्यवस्था हुन्छ भन्नाले चाहिँ राजनीतिक दलहरू हुन्छन् भनेको। अब जनताहरूमा एउटा आश पलायो कि सुधारिएको पञ्चायती व्यवस्था भन्छ, केही त सुधार होला भनेर उनीहरूले चाहिँ भोटमा चाहिँ प्राय जनताहरूले चाहिँ सुधारिएको पञ्चायती व्यवस्था गरे, जसमा चाहिँ 55% चाहिँ त्यो सुधारिएको पञ्चायती व्यवस्थामा आयो र
र 45% चाहिँ बहुदलीयमा आयो, जसको कारणले चाहिँ सुधारिएकै पञ्चायती व्यवस्थालाई नै लागू गराइयो। तर सुधारिएको पञ्चायती व्यवस्था भने नि अवस्था चाहिँ त्यस्तै भयो, केही फरक आएन। र त्यही क्रममा चाहिँ भयो पिस्कर हत्याकाण्ड। पिस्कर हत्याकाण्ड भनेको चाहिँ सोलुखुम्बुको एउटा पिस्कर भन्ने ठाउँमा चाहिँ माघको 1 गते माघे सङ्क्रान्ति लागेको थियो। त्यसमा चाहिँ त्यो अब विभिन्न कार्यक्रमहरू भएको थियो। त्यही बेला चाहिँ त्यहाँको सरकारलाई चाहिँ मान्छेहरूले के भनिदिएछन् भने त्यहाँ चाहिँ पञ्चायती विरुद्ध गतिविधिहरू भइरहेका छन्, त्यसलाई रोक्न चाहनु भनेर त्यहाँ गएर चाहिँ पुलिसहरूले गोलीबारी गरेर धेरैजनाको मृत्यु भयो, जसलाई चाहिँ हामीले पिस्कर हत्याकाण्ड भन्छ। अब यत्रो घटनाहरू भयो, त्यही बेलासम्म जनता चाहिँ पञ्चायतीसित चाहिँ वाक्क दिक्क भइसकेको थियो। त्यही भएर चाहिँ उनीहरूले चाहिँ 2046 सालमा जनआन्दोलन गरे, जसको नेतृत्व चाहिँ गणेशमान सिंहले गरेथे। र 2046 साल फागुन 7 गते यो सुरु भयो र 2046 साल चैत्र 26 गते राजा वीरेन्द्रले चाहिँ पञ्चायती राजनीतिक दलको प्रतिबन्ध हटाएपछि प्रजातन्त्रको पुनर्स्थापना भएर जनआन्दोलन अन्त्य भयो। अब हामी चाहिँ पहिलो जनआन्दोलनको कारण र परिणाम बुझ्छौँ है। यसमा चाहिँ मुख्य कारणहरू के भयो र परिणामहरू के पायौँ हामीले भने, पहिलो चाहिँ यसको मुख्य कारणकोमा रहेको छ अप्रजातान्त्रिक चरित्र। पञ्चायतको चाहिँ अप्रजातान्त्रिक चरित्र रह्यो, जसले चाहिँ प्रजातन्त्रको हनन गर्यो। मानव अधिकारबाट चाहिँ मानिसहरूलाई नै वञ्चित गराइदियो। मानिसहरूले जहाँ मनलाई त्यही मारिदिने, हत्याकाण्डहरू भइराख्ने भयो। अनि अर्को चाहिँ व्यापक रूपमा भ्रष्टाचार र कालाबजारीहरू बढ्न थाले। अनि अर्को चाहिँ शक्तिमा रहेका मान्छेहरू चाहिँ ठुला र शक्तिशाली अझै बन्दै गए, गरिबहरूले केही पाएनन्। अनि परिणाममा चाहिँ के आयो भने पञ्चायतको अन्त्य भयो, बहुदलीय व्यवस्था आयो भन्नाले दलहरूले सरकार बनाउन पाउने व्यवस्था आयो, जनताबाट चाहिँ प्रतिनिधि छान्ने निर्वाचनको अवसर पाए जनताले, र नयाँ संविधान जारी भयो 2047 भनेर। यसरी चाहिँ हामीले पहिलो जनआन्दोलनका कारण र परिणामहरू बुझ्यौँ।